हेलो एभ्रिवान, यो चाहिँ मेरो भाइटिकाको मिनी भ्लग। मैले चाहिँ फर्स्टमा टिका लाउनलाई सबै सामानहरू रेडी बनाएँ। दियो कलश गणेशहरू सबै रेडी बनाएँ। योपालि चाहिँ दर्शिक र प्रतीक्षालाई हामीले एकदमै मिस गर्यौँ। पहिला चाहिँ हामी 5 जना हुन्थ्यौँ भने योपालि चाहिँ 3 जनाले मात्रै भाइटिका सेलिब्रेट गर्दैछौँ। देवांशी चाहिँ यहाँ मलाई पनि जे जति विधि आउँछ त्यो उसलाई सिकाइरहेको छु। देवांशीले चाहिँ मेहनत गरेर भाइलाई टिका लाउनलाई तेलले यसरी बाड जस्तो बनाइरहेकी छे। दर्शिकलाई नि हामीले एकदमै मिस गर्यौँ। दर्शिक र बाबु चाहिँ दुईजना गफ गरेर हल्ला खल्ला गरिरहेको हुन्थे। बाबु चाहिँ दङ्ग परेर हेरिरहेको छ दिचुललाई गाह्रो भएको देखेर त्यहाँ त्यो टिकाले तेलले यसो घुम्नलाई। बाबु हाँस्दैछ। त्यसपछि तेल लगाइदियो भनेको मैले देवांशीलाई बाबुको टाउकोमा। त्यसपछि पानीले घुम्ने पालो आयो। यो चाहिँ सजिलै भइरहेछ देवांशीलाई। एकचोटि मात्रै घुम भनेको बच्चा बच्चीलाई पुरै विधि गरेर गर्नुपर्छ भन्ने जरुरी पनि हुँदैन। जे जति जानेको छ त्यति गर्ने हो। अब देवांशीले चाहिँ बाबुलाई पूजा गर्दैछ। अब ओखर फुटाउने पालो हो। देवांशीले चाहिँ ओखर चारतिरको ओखर फुटाई। बाबु चाहिँ दङ्ग पर्दैछ त्यहाँ ओखर फुटेको हेरेर। अब टिका लाउने पालो आयो। पालै पिलो देवांशीले कस्तो मिलाएर टिका लगाइदिए भाइलाई। राम्रोसँग लगाइदिए देवांशीले। मैले केही पनि हेल्प गर्नु परेन। बाबुले पनि देवांशीलाई त्यस्तै, मैले त बाबुले त्यति राम्रो लाउन जान्दैन भन्ने थिएँ। उसले पनि त्यस्तै मिलाएर टिका लगाइदियो। माला चाहिँ दुइटैले एकअर्कालाई माला लगाइदियो। त्यसपछि दही सगुन अलिकति पालै पिलो एकअर्कालाई खुवायो उनीहरूले। भोग लाग्ने टाइम पनि भइसकेको थियो। योपालि चाहिँ टिकाको साइत अलि ढिलो थियो। त्यसपछि देवांशीले बाबुलाई फ्रुट्सहरू दियो। देवांशीलाई पनि बाबुले गिफ्ट दियो। त्यसपछि हामी यो टिकाको प्रोग्राम सर्ट एन्ड स्विट टिकाको प्रोग्राम सिद्धाएर एज युजुअल फोटो भिडियोहरू एकैछिन बनायो। हामी सबैलाई एकदमै भोग लागिसकेको थियो। त्यही पनि मैले बच्चाहरूलाई एकैछिन कन्भिन्स गराएर भिडियो फोटो खिचौँ है एकछिन एज अ मेमोरी भनेर फोटोहरू खिच्न लाएँ। Shout out to me. I haven't done normal vids like this. My mom only has done like the voiceover vids. I'm about to do a normal vid in like one day tomorrow. हामी चाहिँ तल गार्डनतिर पनि फोटोहरू खिच्न गयौँ। एकैछिन फोटोहरू त खिच्नै पर्यो। फोटो भिडियोहरू राम्रो हैन मेमोरीको लागि। त्यही भएर हामी चाहिँ एकैछिन तल फोटो भिडियोहरू खिच्यौँ। रमाइलो भयो जस तिहार। हामीले दर्शिक र प्रतीक्षालाई चाहिँ मिस गर्यो। डिस्पाइट द्याट रमाइलो पनि भयो। देवांशी यहाँ बसिरहेछ। रमाइलो भइरहेछ हामीलाई पनि, उसलाई पनि रमाइलो मानिरहेछ। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। बाई बाई।